हेलो गाइस, आज चाहिँ हाम्रो विवाह भएको पुरा 7 भयो। त्यसैले आज हामीले चाहिँ केक काटेको ल। सो ह्याप्पी एनिभर्सरी माई डियर वाइफ। सधैँभरि यसरी नै खुसी साथ जीवन भोरी साथ दिनु है भन्ने बाचासहित आज हामीले 7औं एनिभर्सरी मनाएका छौँ। त्यसै गरेर विशेष गरी आज भनेको परिवारसँग खुसी साटासाट पनि भयो, केक पनि काटे, गिफ्ट पनि एउटा फ्लावरले, अनि त्यसपछि एउटा फोटो मात्रै मैले दिएँ। टक्क रातो साडीमा सजेकी मेरी प्यारीलाई ह्याप्पी एनिभर्सरी डियर माई वाइफ भन्न चाहन्छु। त्यस पछाडि मैले चोइस गरेर ल्याइदिएको साडी स्पेसल छ। विशेष गरी मैले चाहिँ के लाइन उनलाई चाहिँ साडी लाउनु लगाएको थिएँ। टक्कसँगले सामान्य रुपियाँमा हामीले चाहिँ एनिभर्सरीको केक काटेको है त गाइज। सबैजनाले भिडियो मन पऱ्यो लाइक एन्ड कमेन्ट गर्नु होला। साथमा आज हामीले खानेकुरा चाहिँ त्यस्तो केही पनि खायौँ है। र एनिभर्सरीको धेरै धेरै शुभकामना मेरी प्यारी बुढीलाई। सधैँभरि एकै नाश होस्, यस्तै माया हौसला साथ दिनु भन्ने चाहनाका साथ थप एक वर्ष गाढा भएको छ। एनिभर्सरीको फोटो पनि विशेष छ है त। मेरो चोइसमा ल्याएको यो सबै ह्याप्पी एनिभर्सरी लेखेको छु। फोटो त्यो एउटा फ्रेम चाहिँ 7वटा बनाएको, तर फोटो चाहिँ यहाँ चाहिँ मैले एउटा मात्रै ह्याप्पी एनिभर्सरी लेखेको थिएँ। फ्लावर एउटा लिएको थिएँ है। घरको परिवारले सबैजना भेट भयो। दिदीहरू, रुममा बस्ने दिदीहरू हुनुहुन्थ्यो, अनि दाइहरू हुनुहुन्थ्यो होइन। साथसाथै एनिभर्सरीको फोटो पनि आज मेरो छोरो चाहिँ स्पेसल खाँदैछ। यहाँ चाहिँ मेरो बुढीले चाहिँ स्पेसल यहाँ चाउमिन बनाउँदैछिन्। दिउँसोदेखिको तयारी भन्दा नि बेलुकादेखिको तयारी एकछिन मैले सरप्राइज दिएको थिएँ। त्यही भएर चाहिँ मैले चाउमिन खाने विचार गरेर चाहिँ चाउमिन बनाउँदैछिन्। वेलकम गाइज भन्दै आजको भिडियो यहाँ तपाईँहरूसँग माझ राखेको छु। हेर्नै लाइक एन्ड कमेन्ट गर्नुहोस् है त। धन्यवाद सबैजनालाई। ह्याप्पी एनिभर्सरी डियर बुढी। यहाँ चाहिँ कुखुराको मासु फ्राई गरेको है त चाउमिन बनाउनलाई। यहाँ केक पनि छ विशेष गरी।